नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। आज हामीले सुन्ने खन्जोटमा लसुन कसरी रोप्ने र यसबाट हुने फाइदाहरुको बारेमा यस भिडियोमा तपाईहरुलाई जानकारी दिनेछु। मसँग करिब 1 किलो लसुन छ। 1 किलो लसुन छ र यो लसुन नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। आज मैले तपाईहरुलाई यस भिडियो मार्फत सुन्ने खन्जोटमा लसुन खेती कसरी गर्ने र यसबाट हुने फाइदाहरु के हुन्छन् भन्ने कुरा यस भिडियो मार्फत जानकारी गराउन चाहन्छु। हामीसित करिब 1 केजी लसुन छ। लसुनको यसलाई भन्छ गाना, लसुनको गानो भन्छ यसलाई। र यो गानोमा यसरी हामीले यो गानोबाट छुटायौं भने यो पोटी भन्छ, पोटी अथवा केस्रा पनि भन्ने गर्छ। मैले एक हातले मोबाइल समात्ने अर्को हातले यो भिडियो बनाउने के रे लसुन छराने गरेको हुनाले गर्दा चाहिँ यो अलिकति अप्ठ्यारो भएको हो। यसलाई केसरी भन्छ अथवा गानो पनि भन्ने गर्छ। यसलाई पोटी भन्छ खासमा यसलाई। र कम्तीमा पनि यति ठुलो हुनुपर्छ। यो लोकल लसुन हो, तपाईले देख्न सक्नुहुन्छ। र यसलाई पहिला हामी छराइसकेपछि हामीले यसमा रोप्ने हो। यो धान काटिसकेपछि यहाँ धानका ठुटाहरू छन्, यो ठुटाहरू काटेर रोप्ने हो भने यतातिर मैले केही दिन अगाडि रोपेको थिएँ। 1 हप्ता भयो यो रोपेको। यता मैले रोपेर यसरी छापो हालेथे र यसरी हाल्दाखेरि यहाँ लसुन छ। यी हेर्नुस्, तपाईले देख्न सक्नुहुन्छ यहाँ उम्रिन लाग्छ लसुन। यसरी उम्रिन लाग्छ यो लसुन भने अहिले अब बाँकी बचेको यतातिरको ठाउँ छ। यो ठाउँमा चाहिँ अहिले रोप्ने हो। यहाँनिर लसुन उम्रिसकेको छ। यो लसुन हो, यो तपाईले देख्न सक्नुहुन्छ। यी यसरी लसुन उम्रिसकेको छ भने यतातिर रोपिसकेको ठाउँ हो यो अस्ति नै सुन्ने खन्जोटमा भने। अब यतातिर मैले खन्नलाई यो रेडी बनाइरहेको छु। तपाईहरुले आजकल लसुनको सिजन हो, लसुन रोप्ने बेला चाहिँ यसरी चाहिँ खन्जोट गरेर क्यारी बनाएर, क्यारी सानो जस्तो बेर्नाहरू खसाल्ने हुन्छ हैन, बेर्ना तयार पार्ने ठाउँ जस्तो हुन्छ। क्यारी भनौं न, लगभग 1 देखि 1.5 मिटरको चौडाइ र लम्बाइ आवश्यकता अनुसारको एउटा क्यारी बनाएर त्यो क्यारीमा पनि तपाईहरुले रोप्न सक्नुहुन्छ भने अहिले हामीसँग कस्तो छ भन्दा त्यो विधि भन्दा यो विधि एकदमै सरल, सजिलो र छिटो हुने भएकोले गर्दा र सिँचाइको आवश्यकता पनि नपर्ने, त्यति साह्रो मलजलको आवश्यकता पनि नपर्ने भएको हुनाले गर्दा एकदमै राम्रो र सजिलो, खन्जोट गर्न पनि नपर्ने हैन, खन्जोट गर्न पनि नपर्ने र त्यसपछि रोप्न पनि सजिलो र हुर्कन बढ्न पनि सजिलो। यो विधि खासमा कस्तो उपयुक्त हुन्छ त भन्दाखेरि जुन चाहिँ हामीले ढिलो पाक्ने धानका जातहरू रोपे हुन्छौँ, जहाँ चाहिँ खन्जोट गर्न अलि मुस्किलै हुन्छ हैन, जहाँ चाहिँ अब ट्र्याक्टरहरू अथवा अरू मेसिनरिजहरू हैन, हलहरूले खन्जोट गर्न असहज छ भनौँ न जुन ठाउँमा, त्यो ठाउँमा चाहिँ यो विधिहरू एकदमै उपयुक्त हुन्छ। किनभने यसरी उछराएर डाइरेक्ट यो ठुटामा किन्छ, जुन जरा बचेको हुन्छ त्यो जरामा चाहिँ हामीले लसुन रोप्न सक्छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ मैले लसुनको गानाबाट यसरी पोटीहरू, लसुनका पोटीहरू, लसुनका केस्रा अलग गरिसकेको छु। यो केस्राहरू छन्। यो 1 केजी लसुन हो। यो 1 केजी लसुन सबै केस्राहरू अलग गरेर यो पोटीलाई अब रोप्नको लागि यो तयार भइसकेको छ। करिब यति ठुलो हुनुपर्छ। र यो चाहिँ यहाँबाट जरा फाल्ने गर्छ भने यहाँबाट पातहरू निस्किने गर्छ। हामीले यता रोप्ने हो। यता रोप्नको लागि जुन चाहिँ यो धानका ठुटाहरू छन्, यो ठुटाहरू भन्छ, यसमा रोप्ने हो। त्यहाँदेखि यहाँसम्म यसमा रोप्ने हो। यता रोपिसकेको ठाउँ मैले अघि तपाईहरुलाई देखाएको छु। यता अलिकति ठुटाहरू छन् बाँकी, यसमा पनि रोप्ने हो। पहिला रोप्नको लागि के गर्नुपर्छ त भन्दाखेरि यो ठुटाहरूलाई यसरी काट्ने। यो झारहरू छन्, झारहरू आइसकेको छ। अलि ढिलो भएको कारणले गर्दा यो झारहरू पनि यसरी सफा गर्ने।
यो झारहरू पनि सफा गर्ने अनि त्यसपछि गएर यो जति पनि ठुटाहरू छन् यसरी काटेर यो ठुटाहरूलाई एक ठाउँमा जम्मा गरेर राख्ने। अहिले म भन्छु यो के काम लाग्छ भनेर, पछि काम लाग्छ यो ठुटाहरू यसरी काट्ने स्टबल्सहरू हैन, उसको धानका स्टबल्सहरू पुरै यो सफा गर्ने, यसरी काट्ने। त्यहाँसम्म मैले सफा गर्छु पहिला, त्यसपछि बल्ल रोप्ने हो सफा गरेर। अनि यसरी काट्दै सफा गर्दै यो झारहरू आइसकेको छ, यो झारहरूलाई पनि यसरी फाल्ने, त्यसपछि गएर पछि रोप्ने हो। रोप्नको लागि अलिकति यो झार नआएको भए मलाई सजिलो हुन्थ्यो। झार आइसकेको छ, ठिक छ, केही छैन। र हामीले यसमा रोप्ने हो। यसरी यो धानका स्टबल्सहरू काटिसकेपछि यसैमा रोप्ने हो। यसरी मैले सबै काटेको छु, सफा भइसकेको छ। मैले यहाँ थुपारेछु यसरी, यो थुपारेर हामीले देख्न सक्नुहुन्छ तपाईँहरूले कि यहाँनिर यसरी तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ धानको ठुटा मैले काटेर यो धानको जरा छ। अब यही जरामा हामीले लसुन रोप्ने हो। यो जरामा यसरी हल्का यसरी पाल पार्ने, त्यसै राख्दा नै हुन्छ। र यसरी यही जरामा यसरी राखिदिने लसुन, यसरी रोप्नुपर्छ। त्यहाँनिर एउटा जरा छ अनि अर्को त्यसपछि गएर यहाँ चाहिँ यहाँनिर यो जरामा यसरी नै राखिदिँदा चाहिँ हुन्छ। हल्का खन्नुभयो भने पनि हुन्छ। यो यतातिर छ यो जरा। यसको डिस्टेन्सको कुरा गर्ने हो भने डिस्टेन्स कम्तीमा पनि 15 सेन्टिमिटरको हुनुपर्छ लसुनको डिस्टेन्स हैन, स्पेसिङ भन्छ। दूरीहरू, लसुन रोप्ने दूरीहरू 15 सेन्टिमिटरको हुनुपर्छ। जो चाहिँ अब यो धानको ठुटामा चाहिँ यसरी हामीले ठुटा काटिसकेपछि धानको जरामा रोप्नुपर्छ। यहाँनिर पनि यो जरा छ, यो जरा छ, यति नै यो जराभित्र यसरी हामीले हालिदिनुपर्छ। यसरी यहाँ देख्न सक्नुहुन्छ यो छ यता। यो झार आइसकेको छ, झारहरू यसरी फाल्नुपर्छ। अलि ढिलो भएको कारणले गर्दा झारहरू आइसकेको छ। यो झारहरू उखालेर हामीले यसरी सफा गर्नुपर्छ। र यस्तै गरेर सबै ठुटा जराहरूमा यसरी रोप्नुपर्छ हामीसँग यो ठुटाहरूमा यसरी। र अब यदि तपाईँले डिस्टेन्स थोरै अलि ज्यादै भइरहेछ जस्तो लाग्छ भने त्यसपछि तपाईँहरूले यस्तो चिरा परेको ठाउँहरूमा यसरी हालिदिन सक्नुहुन्छ। यो यस्तो जमिनमा हाल्दाखेरि के हुन्छ भन्दा यो जमिन एकदमै कडा हुन्छ। यो जमिन कडा हुन्छ र यो जमिन कडा भएको कारणले गर्दा त्यो गानाहरू ठुल्ठुलो हुन पाउँदैन। त्यही भएर गर्दा यो जमिनमा रोप्न अलि उपयुक्त हुँदैन। कि खनेको हुनुपर्छ, जोतेको हुनु पऱ्यो। अथवा भने शून्य खनजोतमा चाहिँ यसरी जमिनमा चाहिँ नरोप्दा अलि बेटर। गानाहरू ठुल्ठुलो हुन पाउँदैन। त्यही भएर गर्दा चाहिँ त्यो चाहिँ नगर्ने। यसमा के हुन्छ त भन्दाखेरि यसरी रोप्यौँ भने यसको जराको एरिया यतिसम्म हुन्छ। यो जराको एरिया यतिसम्म भएको कारणले गर्दा यो जब गाना लाग्न थाल्छ त्यसपछि त्यसले स्पेसिङ पाउँछ, अलि ठुल्ठुलो एरियासम्म फैलिन पाउँछ त्यो जराहरू। त्यही भएर गर्दा यो यसरी यसमा रोप्ने। र त्यसपछि अलि स्पेसिङ ज्यादै लागेको छ भने यस्तो चिरा परेको ठाउँहरू हुन्छ त्यसमा रोप्ने। यस्तो चाहिँ यो जमिनमा चाहिँ नरोप्ने, एकदमै कडा हुन्छ, गानाहरू ठुलो हुन पाउँदैन। फेरि गाना यति भयो भने राम्रो हुँदैन। यो लोकल लसुन हो खासमा, हाइब्रिड लसुनहरू पनि रोप्न सक्छौँ यसमा। र यस्तै गरेर सबै ठाउँमा यस्तै तपाईँहरूको जग्गा जमिन छ भने रोप्न सक्नुहुन्छ। त्यसपछि अब हामी रोप्दैछौँ, त्यसपछि अझ पनि के गर्ने भन्ने कुरा म बताउँछु। र यो रोप्नुको मुख्य उद्देश्य के त भन्दाखेरि जमिनमा भएको चिस्यानको मात्रा यसले एब्जर्ब गरोस् हैन। र सिँचाइ कम लाग्यो किनभने धानमा हालेको पानी, हामीले धानमा प्रशस्त मात्रामा पानी हालिरहेको हुन्छौँ र त्यो पानी हामीले धानमा हालेका पानीहरू जमिनमा टन्नै हुन्छ। र लसुन त्यति धेरै पानी चाहिने बाली पनि होइन। त्यही भएर गर्दा अब यो चिस्यान एक त सिँचाइ गर्न परेन। अर्को के त भन्दाखेरि
खनजोत गर्न परेन, लेबर कस्ट लागेन, मेसिनरिज खर्चहरू लागेन हैन। धेरै फाइदाहरू छन् र यता मेहनत भनौँ न, मेहनत पनि कम लाग्यो, टाइमको सदुपयोग भयो, टाइमको बचत पनि भयो। त्यसले गर्दा चाहिँ यस्तो तरिका एकदमै लाभदायक र उपयुक्त तरिका हो। यो तरिकाबाट तपाईँहरूले लसुन रोप्न चाहनुहुन्छ भने सक्नुहुन्छ। तपाईँहरूले रोप्न एकदमै सजिलो पनि छ, खन्न पनि पर्दैन। यसरी यो जरामा हामीले हालिदिन सक्छौँ। जरामा ट्याक्क यसरी यो झारहरू टन्नै आइसकेको छ, झारहरू फाल्ने, यसरी रोप्न सक्नुहुन्छ। यसरी सबैमा रोपिसकेपछि अहिले अघि काटेर राखेको यो नलहरू नफाल्नुला, डन्ठाहरू नलहरू भनेर भनिरहेको थिएँ। यो चाहिँ यसरी मल्चिङको काम गर्छ। यसले यसरी छापो हाल्न सक्नुहुन्छ। पुगेन भने हामी पराल लिन जाँदैछौँ। त्यहाँ पराल राखेको छ, हामी पराल लिन जान्छौँ र यो पराल ल्याएर फेरि त्यसमा मल्चिङ गरिनेछौँ। र त्यो मल्चिङ गरिसकेपछि मल्चिङले गर्छ भन्दा त्यहाँमा भएको मोइस्चरहरू लस नहोस् होइन, चिस्यान लस नहोस्, हरास नहोस् भनेर त्यसले मल्चिङले काम गर्छ। भने अर्को फाइदा के त भन्दा झारपातहरूलाई सप्रेस गर्छ, भनेको दबाएर राख्छ, झारपातहरू आउनु दिँदैन। त्यहाँ छ पराल, त्यो पराल लिएर आउँछौँ। त्यहाँ केराउ रोपेको छ, केराउ छरेको यो देख्न सक्नुहुन्छ। यस्तरी केराउहरू छ नि, यो केराउ उम्रिन लाग्छ, यो केराउ उम्रिन लाग्छ। यस्तरी यो देख्न सक्नुहुन्छ। केराउ पनि लोकल केराउ हो, हाम्रो त जुन केराउ पाइन्छ त्यही लोकल केराउ ल्याएर यस्तरी छरेको छ। यो छरेको केराउहरू उम्रिसकेको छ लगभग। अनि हामीसँग यो पराल छ, पराल लगेर मल्चिङ गर्ने हो। मैले पराल ल्याइसकेको छु र यो पराललाई त्यसरी हामीले मल्चिङ गर्छौँ। त्यही रोपेको लसुन रोपेको ठाउँमा यसरी हामी पराल हाल्छ। यसरी मल्चिङ गर्छौँ हामीहरूले, ताकि चाँडै उम्रोस्, यसमा भएको मोइस्चरहरू हरास नहोस् भनेर यसरी मल्चिङ गरेर रेडी बनाउँछौँ। तपाईँले देख्न सक्नुहुन्छ यसरी छ यो मल्चिङ गरेको। यस्तै गरेर रोपेको ठाउँ हो यो तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यस्तै गरेर रोपेको 5 दिन, आज 6 दिन हो। 6 दिनमा चाहिँ यसरी उम्रेको छ, हेर्न सक्नुहुन्छ है। यसरी उम्रेको छ। यो लसुन हो, यो लसुन हो, यो हेर्नुहोस्, यसरी लसुन हो। यसरी मल्चिङ गरेको छ। यो मल्चिङले धेरै काम गर्छ। यसरी यो उम्रेको छ, हेर्नुहोस् है। साथसाथै झार पनि छ, यो झार हो भने यो चाहिँ लसुन हो। लसुन यसरी उम्रिसकेको छ। तपाईँहरूले पनि यदि यो चाहनुहुन्छ भने यसरी शून्य खनजोतमा लसुन खेती गर्दा एकदमै फाइदा हुन्छ, एकदमै राम्रो हुन्छ। किनभने जोत्न पर्दैन, खन्न पर्दैन र यसैमा भएको मोइस्चरहरू होइन, चिस्यानहरू ले लसुन उत्पादन भइहाल्छ। मलहरू त्यति हाल्न पर्दैन। यही जुन चाहिँ हामीले खेतमा धान रोप्ने बेला हालेको मल हुन्छ, त्यसपछि त्यही पानी ठाउँ जम्मा गरेर अथवा त्यो मलहरू यसैमा खेतमा हुन्छ। त्यही मलले चाहिँ यो लसुन उत्पादन भइहाल्छ। त्यही भएर गर्दा मल त्यति आवश्यक पर्दैन, पानी आवश्यक पर्दैन, अनि खनजोत गर्न पर्दैन। त्यसपछि गएर रोप्न सजिलो हुन्छ, टाइम कन्ज्युमिङ हुन्छ होइन, टाइमहरू धेरै लाग्दैन। एकदमै यथावत कुराहरू छन् जसले गर्दा यो एकदम फाइदाजनक छ र तपाईँहरूले पनि यसरी रोप्न सक्नुहुन्छ। यो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद। यदि यो भिडियो मन परेमा तपाईँहरूले लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।